यो चाहिँ भैँसी गोठ तपाईँहरू देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो बसाइ चाहिँ हिजो यहाँ भयो, अरू कुनै होटेलहरू छैन। यो पनि गाई गोठ कि फर्म समथिङ त्यस्तै हो। हामीले रिक्वेस्ट गरेर चाहिँ उहाँलाई यहाँ बस्नको लागि बास दिनुभएको थियो हिजो। ल समग्रमा यो जङ्गल हामी हिजो लामो जङ्गलको यात्रा बसेपछि अब यहाँभन्दा माथि हिँड्न सकिन्न भनिसकेपछि अब हामी हिजो चाहिँ करिब 9-10 बजे यहाँ आइसकेका थियौँ र हामीभन्दा एकजना अगाडिको टोली चाहिँ यहाँ बस्न पाइन्न भनिसकेपछि जानुभयो। हामीले चाहिँ उहाँहरूलाई एकदमै रिक्वेस्ट गरेर चाहिँ यहाँ बस्नलाई चाहिँ बास लियौँ।